गुड मर्निङ साथीहरू। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई बधाई र धन्यवाद दिनैपर्छ हामीले। नाङ्लो ठटाएर हात्ती तर्सनको निम्ति भए पनि उहाँले वैशाख 11 गते देशभरिका युवाहरूलाई एकीकृत गर्दै काठमाडौँमा उतार्न आह्वान गर्नुभएको छ। हो, हिजो उहाँले ठाउँ ठाउँमा उतारिसक्नु भएको छ। उहाँ उतार्दै अस्ति भर्खरै हामीले सिराहामा देख्यौँ। 1 लिटर एउटा बाइकलाई 2 लिटर पेट्रोल, ट्र्याक्टरलाई 10 लिटर डिजल र बसलाई 15 लिटर र कार्यकर्ता भनाउँदाहरूलाई आउनेहरूलाई 500 का दरले सिराहामा वितरण गर्नुभयो। अब भन्नुहोस्, 1 लाख देशैभरिका 1 लाख युवालाई काठमाडौँमा उतार्दाखेरि कति खर्च आउला त? त्यो खर्च कहाँबाट ल्याउँछन् र कहाँबाट जो गर्छन् त्यो खर्च? एक किसिमले यो पनि एउटा नीतिगत भ्रष्टाचारमै पर्छ। यस्ता नेताबाट हामीले सुशासन खोज्छौँ। जनता लाटा भनौँ या नेता फटा भनौँ, यस्ताबाट हामीले सुशासन खोज्नु र नेपाल समृद्ध भएको देख्नु हेर्नु हाम्रो एउटा सपना मात्र हुन्। र आज यो पाटोसम्म एक होला। हेर्नुहोस्, अब यसपछिको नयाँ प्रधानमन्त्री को होला त? हिजो उठ्दा पनि अरूले हात समाइदिनु पर्ने, राल चुहाउने, हाम्रो प्रचण्डज्यूको इसारामा उहाँ प्रधानमन्त्री भयो भने अन्यथा नसम्झिनुहोस्, सम्झिनु पनि हुँदैन। किनकि प्रधानमन्त्री भइसकेपछि हाम्रो प्रधानमन्त्री नेपालका प्रधानमन्त्री भनेर दुनियाँले चिन्छन् र नेपालीको प्रधानमन्त्री नभए पनि हामीले मानिदिनुपर्छ। के यो गणतन्त्रमा यसैको लागि हामीले यत्रो मान्छेले बलिदान दिएर ल्याएको व्यवस्था हो र यो? के हो कस्तो व्यवस्था हो यो? जनताले नचाहँदै पनि आइदिन्छ, भइदिन्छ, बनाइदिन्छ। उनीहरू माथि टक्क मिल्या हुन्छन्। जनता आफ्नै ठाउँमा हुन्छन्। जब चुनाव पाउँछन् 1 लिटर पेट्रोल, 2टा मासु, एक ग्लास चिउरामा जनता बिक्छन्। अब हेर्नुहोस्, यही हो गणतन्त्र जस्तो लाग्छ साथी हो मलाई त।